बिहान दिनको आहारा मलाई भन्नुस् त। म बिहान 4:30 बजे उठ्छु। उठिसकेपछि म 3 गिलास मनतातो पानी पिउँछु। पानी नै हो त यो एनर्जी पानीबाट हो। एकदम पानी। काको पानी काको पानी उद्योगपति भन्ने बित्तिकै संजोग उद्योगपतिमा मिल्दैन। किन मिल्दैन? तिमीले बिजनेस उद्योग खोलेको छैन नि, उद्योग खोलेको छैन उद्योग। मलाई त उद्योगपति हुनु चाहिँ मेरो दिमागमा तिमी आउँछ नि, तिमी होस् कि नहोस् त मलाई के भन्नु नि। मलाई तपाईँ इन्स्टा चलाउनुहुन्छ अनि तपाईँ फेसबुक पनि चलाउनुहुन्छ होइन? जे औँलाले म सबै कुरा चलाउँछु। नारीले अलिकति अगाडि अग्रसर भएर प्ले गर्छ जस्तो लाग्छ कि हरेक चिजलाई, र पुरुषले भन्दा राम्रो निभाउँछ जस्तो लाग्छ कि नारीले। केटाहरूको अहिले इभन चिल्ड्रेन्सहरूमा नि के देखा परिएको छ भने मेल चिल्ड्रेन चाहिँ पब्जीहरू खेल्ने, यताउता खेल्ने, केटीहरू टिकटकै बनाए पनि क्रिएटिभ हुन्छ, किनकि दिमाग चलाएको हो नि त। क्रिएटिभ दिमाग त्यत्तिकै चल्दैन होइन। एक्टिङ पनि एउटा आर्ट हो, एउटा स्किल हो। पब्जी खेलेर औँला चलाउनुभन्दा धेरै बेटर हो कि। Are you comedy me? Wake up to reality. तपाईको यो अमेरिका कतिौं पटक हो? अमेरिका चाहिँ मेरो फर्स्ट टाइम हो। म यहीँ बसेर 6 इयर्स यहाँ बसेर फर्किसकेपछि चाहिँ युके युएस यताउति धेरै गयो, तर अमेरिका चाहिँ आउने जुरेकै थिएन कि। महिलाको त्यो कुन अङ्ग हो जुन हामी खान्छौँ? दिमाग। नारीको समाजमा सम्मान हुनुपर्छ, आधार हुनुपर्छ। र घरमा यदि नारीको सम्मान भने त्यो घरमा कहिले सुखी हुँदैन भन्ने पक्षको मान्छे। तर सुन्नुहोस्, पब्लिकले के खोजिरहेको छ ज्योति नगर्छ। पब्लिकले खोजेको कुरा मलाई धेरैले भन्छ, ऋषि मलाई चाहिँ जनता जान्न चाहन्छन्, तपाईँ ज्योति पवारसँग इन्टरभ्यू लिँदाखेरि त्यो प्रश्न सोधिदिनुहोस् भने मलाई धेरैले एसएमएस गरेका हुन्छन्। अनि मैले अब त्यो यस्तो हुन्छ नि, सन्दर्भमा म एउटा कुरा जोड्न चाहन्छु होइन। अब जनताले जान्न चाहन्छ ऋषि धमला र एलिजाले कतिचोटि यौन सम्पर्क राख्नुहुन्छ भनेर सोध्नुभयो भने मैले तपाईँलाई सोध्नु मिल्दैन नि त। यदि तपाईँलाई कसैले आर यु भर्जिन भनेर सोध्यो भने के भन्नुहुन्छ? ल को हुन्छ त? हजुर सिजन 1 मा आउनुभयो फर्स्ट एपिसोडमा होइन? सिजन 1 र सिजन 2 मा चाहिँ हजुरले के डिफरेन्स पाउनुभयो? खबर त सबै ठिकै छ, उस्तै छ। अलिकति डिफ्रेन्स भनेको त भाइको अहिले लामो भएछ कि कपाल। पासैमा आउँदा र अभिनय गर्दाको त्यो अनुभव बताइदिनु कस्तो हुँदो रहेछ? अनि अभिनय भनेको अभिनय नै हो होइन, मुभीमा गरे पनि चलचित्रमा गरे भनेको अभिनय नै हो होइन, मुभीमा गरे पनि चलचित्रमा गरे। तिमी अलिबार यस्तो छ भने पछि बिग्रेर चाहिँ कस्तो हुन्छ? जब मेरो केटा त्यत्रो फ्यान छन्। केटा फ्यानहरु रे? अनि यसरी हामी केटीको हुँदैन त नि? सरकारले 20,000 पैसा दिए तपाईँको 20 दिन आन्दोलन भएको 20 दिनपछि बल्ल 20,000 पैसा दियो। आशिका तामाङले त सबैजनासँग गरेर रिक्वेस्ट गरेर 50,000 देखि 1 लाखसम्म दिएको मैले। तपाईलाई यसमा कति पैसा दिनुभयो जेन्जीहरूलाई अथवा घाइतेहरूलाई ठ्याक्कै भन्दा? अब त्यो त अब ठ्याक्कै यति चाहिँ नभनौँ, अब जो सबैलाई पुग्ने उपत्यका भरि त सबैलाई पुग्नेलाई सबैलाई त्यो पैसा कहाँबाट आयो? अब त्यो पैसा चाहिँ ब्याङ्कबाट आयो। त्यस्तो धेरै बोयफ्रेन्डै छैन, कतिजना थियो? 3 जना। अनि त्यो त धेरै त भन्न मिल्दैन होला नि त। मेरो बुढी एकदमै राम्रो, सबैलाई आफ्नो बुढी राम्रो लाग्छ नि त हैन? अनि एउटा पोइन्टसम्म लाग्छ होला के? अनि त्यसपछि अर्काको बुढी राम्रो लाग्छ। बिहान उठ्न साथ के गर्नुहुन्छ अरे? ब्रस गर्छु भन्न। बिहान उठ्ने बित्तिकै माथि खोल्छु। यो फर्स्ट मैले देख्दाखेरि चाहिँ अनि मैले सोचेको कस्तो वात्त परेको केटी, अनि त्यहाँबाट पैसा हालेर हिरोनी भएको होला होइन? कसले लिन्छ र यस्तो परेको? मोमो खाइरा हो? फर्सी खाएको देखिँदैन मोमो खाएको? यहाँबाट नेपाल फर्किने बित्तिकै 1 दिनको ग्यापमा म फेरि युके जाँदैछु। मिस युके नेपाल पनि कोरियोग्राफ गर्दैछु यसपालिको 2016 को। सो भ्रमण गर्न रमाइलो लाग्छ। पहिलादेखि मेरो मम्मी 7 महिना प्रेग्नेन्ट हुने बेलासम्म पनि म पेटमा थिएँ उहाँको। मेरो मम्मी 7 महिना प्रेग्नेन्ट हुने बेलासम्म पनि म पेटमा थिएँ उहाँको। जीवनमा गर्नै पर्ने काम सबैले जीवनमा एकचोटि बच्चा पाउनै पर्छ होला नि। के बोले केटा त होइन, किन पाउनुपर्छ नि? त्यही त हो नि, सबैजना फादर मदर हुनुपर्छ। Everybody knows this र हरेक चिज हामीले कुनै पनि अहिलेसम्म लुकाएको पनि छैनौँ, कुनै पनि हाम्रो दर्शकसँग आइन्दा पनि लुकाउँदैनौँ। र एज फर जसले अब टिक्दैन भनिरहनु भएको हुन्छ, सायद a lot of people go through आफ्नै पर्सनल रिलेसन्सहरू टुक्रेको हुनसक्छ, लभबाट विश्वास उडेको हुनसक्छ, या आजकलको जमानामा फेरि आई कान्ट ब्लेम पिपल, धेरै जस्तो रिलेसन्स टिक्दैन पनि। संजोग कोइरालाको जीवनबाट हट्नुपर्ने कुनै एकजना व्यक्तिको नाम बताउनुहोस्।
One fine day, यतिकै randomly है, we never discussed कि आयुष and me कि okay अब हामी प्लानिङ गरौँ यो इयर बच्चा पाउने यो थिएन कि पनि हैन. सो मैले यतिकै दिन आयुषलाई के भन्नु भने हेर अब यो कोभिडको भ्याक्सिन त संसारमै कहिले आउने हो नि नेपालमा झन् कहिले हैन. सो आई फिल लाइक यो कोभिड अलिकति तन्किन्छ हैन दिदी. हान्दिम. अझ गरौँ न हामी खेलौँ. मेरो भन्दिनँ फेभरेट पोजिसन. पूछा किसी ने यस्तो क्वेसन आयो भने तपाईँ कसरी ट्याकल गर्नुहुन्छ? यसरी नै गर्छु अब. जस्तै कसरी? यसरी नै. क्या बक रहे हो Number 6. Very important. Much needed. म जान्छु ल मेरो टाइम भयो अरे. एउटा गीत गाउनुहोस्. यस्तो साथी तिम्रो बन्छु म यस्तो साथी तिम्रो बन्छु म. हजुर थ्याङ्क यू. स्वर त राम्रो छैन नि तपाईँको. मैले तपाईँले गाउनु भन्नुभयो मैले गाएको. मैले आफ्नो स्वर राम्रोसँग गाउँछु भनेर गाएको होइन नि त. गायिकाहरूले चाहिँ नि गाउँदाखेरि राम्रो सुमधुर स्वर हुनु पर्यो नि. म गायिका होइन नि त. तपाईँ नायिका. एउटा नायिका भएपछि पर्फेक्ट हुनुपर्छ सबै कुरामा. तर सर्वगुण सम्पन्न कोही पनि होइन, छैन. स्वर पनि राम्रो भयो नि राम्रो. त्यसो भए त गायिका बन्द भइहाल्यो नि. नायिका बन्नै परेन. बीफ हाप्छ हैन? अरे बीफ हाप्दैन. नायिकासँग नि त्यो त मेरो बहिनी हो. सो अल टाइम मेरो फेभरेट बहिनी हो हैन. बुझ्छ त मलाई यो त भन्ने कुरा के हो यो? प्याड होइन कस्तो खालको प्याड हो यो? कसरी लाउने? खै कसरी लाउने? कस्तो लाज नमाको केटी रहेछ? यत्रो मान्छेको अगाडि प्याड रे. यो अन छ भनेको रातो छैन है अन. बत्ती बलेको देखेन मैले. यो चाहिँ हालै. Sex or food? Food while having sex. What? Oh, I love that. Okay. Oh, I love that. Okay. अनि एउटा चाहिँ एकदमै फनी र्युमर भनेको चाहिँ अनमोल मेमी प्रेग्नेन्ट भनेर त्यस्तो थियो कि. अनमोल मेमी प्रेग्नेन्ट भनेर त्यस्तो थियो कि. लाइक व्हाट व्हाई किन के त्यति बेला चाहिँ किन कहाँबाट कसरी. अब अर्को सन्तान कहिले जन्म हुने? अर्को सन्तान प्लान गर्ने बेलामा तपाईँलाई फोन गरेर ब्रेकिङ न्युज दिन्छु म. राजनीतिक ब्याकग्राउन्ड भएको व्यक्तिसँग तपाईँको विवाह हुन्छ हुँदैन? सम्भावना छैन. जनताले चाहन्छ नि तपाईले त. बिहाको बारेमा प्रश्न गर्ने कुनै अधिकारै छैन मलाई. किनभने यो एब्युज हो. मेरो आफ्नै इच्छा हो. मलाई कहिले गर्न किनभने पहिलो विवाहबाट तपाईँ सम्बन्ध विच्छेद गरेर दोस्रो विवाहको तयारी गर्दै लेखा थाहा पाउँछ. मिटु अभियान सुनिरहनु भएन. डोन्ट एब्युज women. होइन, You are मैले abusing me. होइन, No, होइन. I can go to the me अभियान फेरि. You just point to be noted. जहिले सुके के पिर मानेर बसेको हो र? पिर नमानेर के गरौँ त? जाउँ भने जाने ठाउँ कतै छैन पुटली. पहिला जानी नि दिदी. कहिले लान्छ नि भाइ? लान्छ नि एउटाले. आफू जान्छु त भन्नुपर्छ क्या? होइन होला. तपाईँ चलचित्रमा आइसकेपछि परिवारलाई कसरी साथ दिनु भएको छ, सहयोग गर्नु भएको छ? एकदमै मैले सकेसम्म दिइरहेको छु. छोराछोरीको कति याद आउँछ तपाईँलाई? धेरै नै आउँछ एउटा आमा भएपछि. समय म्यानेज गर्न सक्नु भएको छ छोराछोरीलाई? सकेसम्म दिइरहेको छु. तपाईँलाई सबभन्दा बढी माया कसको लाग्छ घरमा? मतलब हजुरको पर्फर्मेन्स राम्रो छैन भन्नु खोजे हो हजुर. मेरो अब के थाहा भाइलाई के थाहा दाजुभाइलाई थाहा हुँदैन मेरो पर्फर्मेन्स कस्तो छ भनेर. सुशीहरूलाई थाहा हुन्छ, अडियन्सहरूलाई थाहा हुन्छ. पर्फर्मेन्स राम्रै छ हजुरको. भवाले छ नि. समझ्यौ? इफ मन पर्यो भने मन पर्यो बिहा गरिदिइहाल्यो. साँच्ची हो. मन पर्यो भने मन पर्यो बिहा गरिदिइहाल्यो, बच्चा पाइदिइहाल्यो, अनि टक्क फिट भएर अनि फेरि अनि त्यसपछि गएर बिस्तारै. ये सब क्या देखना पड़ रहा है?